आज खतरै हिउँ परेको छ यहाँनिर पुरै सेतै 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 माथि जस्तै आउँदाखेरि चाहिँ कालो भयो अहिले चाहिँ हिउँ परेर सेतै भयो सबै फर्किँदाखेरिको अघि चाहिँ सबैभन्दा अल्गो छ यहाँको चाहिँ चढ्नु चाहिँ लास्टै गाह्रो आम्मामा सास बढेर भनेको उकालो हिँड्नु त खतरै सास बढ्ने यस्तो तिर्सो माऱ्यो भने स्या स्या हुन्छ मान्छे हामी कति यस्तै 4200 जति हाइटमा छौँ वरिपरि जतातता हिमालय हिमाल हिमालय हिमाल हिमाल हिमालको बिचमा ठ्याक्क लाङटाङ हिमालय छ ठिकै छ यहाँ लाङटाङ भन्छ हिमालमा चाहिँ खतरै सास बढ्दछ हिँड्दाखेरि अलिक तलतिर हिँडेको भन्दा चाहिँ अलिक गाह्रो निकै गाह्रो खतरै सास बढ्छ गर्मी भयो भने टोपी चाहिँ खोल्नु भएन मास्क खोल्नु भएन लेक लागेर मान्छे नभए सकिन्छ अरे दाइ चाहिँ माउन्टेन एभरेस्ट चाहिँ चढिसकेर आएको मान्छे हो अनि अनुभवी एकदम त्यो माथिको पहाड चढाउन लाँदै हुन्छ हामीलाई हिमाल चढाउन त्यो माथिको हिमाल चढेर उकालो जानु भने माथि टुप्पा होइन त दाइ ल टुप्पा पुगेर झन्डा काट्ने आज यताकोमा चाहिँ अलिक कम्ती हुन्छ यताकोमा चाहिँ निकै धेरै छ हिउँ चाहिँ यो हिमालको फेदमा चाहिँ र ताल छ अरे क्या ताल अनि त्यहाँ तालको पानीले यो हिमालको उसमा चाहिँ हाइड्रो चलाएको रहेछ यही हिउँकै पानीले हिँड्नु चाहिँ निकै गाह्रो लास्टै गाह्रो हिमालमा सास बढेको क्या हिँड्दाखेरि चाहिँ यता अब एउटा पहिरो झर्छ भन्ने डर फेरि खतरै छ ठाउँ यो चाहिँ लाङटाङ हिमाल